नमस्ते। हाम्रो यस लुना आइओटीलाई अझै प्रभावकारी बनाउनलाई हामीले नेपाल टेलिकमसँग सहकार्य गरेको छौँ। नेपाल टेलिकमले छुट्टै ब्यान्डको नयाँ M2M सिम हाम्रो लागि उपलब्ध गराएको छ र तपाईहरूले प्रयोग गर्दै आइराख्नु भएको लुना आइओटीमा पुरानो सिम रहेको छ भने तपाईहरूले उक्त सिमलाई चेन्ज गरेर अझै राम्रोसँग सेवाहरू लिन सक्नुहुन्छ। त्यसको बारेमा हामी जानकारी दिन गइरहेको छौँ। सर्वप्रथम आफ्नो गाडीमा भएको GPS कहाँ छ भन्ने कुरा पत्ता लगाउनु होला। त्यसपछि GPS को यसमा रहेको कनेक्सनलाई फुस्काइदिने, कनेक्टर फुस्काइदिने। त्यसपछि यो डिभाइस पछाडि यहाँनिर यो डिभाइसको एउटा कभर हुन्छ, यो कभरलाई खोल्ने, GPS अफ गर्ने। तपाईहरूले सिम देख्न सक्नुहुन्छ। यो सिमलाई सानो स्क्रुड्राइभर वा केहीको मद्दतले बिस्तारैसँग यसलाई निकाल्ने। ध्यान दिनुपर्ने कुरा यो सिम जुन तरिकाले निकाल्नुहुन्छ त्यही तरिकाले फेरि हाल्नुपर्ने हुन्छ। यो काटेको भागलाई अगाडिपट्टि पारेर हाल्नुपर्छ। अब मैले यो सिमलाई हटाइदिएँ। त्यसैगरी मैले अर्को सिम लिएँ। यो सिमलाई यो काटेको भागलाई ध्यान दिएर अब GPS अन गर्ने। GPS को कभर बन्द गर्नु होला। त्यसपछि फेरि तारमा कनेक्सन गर्ने। त्यसपछि हाम्रो सम्पर्क सहायतालाई फोन गर्ने वा नजिकैको डिलरसँग सम्पर्क गर्ने। धन्यवाद।